हजुर बुवाको त्यो खुसीको कथा सुन्दा मेरो मन पनि अन्यासै उज्यालो भयो। बद्री आइयो, बहुत राम्रो लाग्यो, खुसी लाग्यो। सबै मेरा छोराछोरी नातिनाले लिएर आए, मलाई साह्रै खुसी छु। मेरो धेरै सालदेखि यो ठाउँमा जानुपात टेक्नोपात कस्तो हुँदो हाम्रा भावी सन्तानले भन्नुहुन्थ्यो। अहिले सबै परिवार जुटेर आउँदाखेरि मलाई धेरै खुसी कुरो लागेको छ। खुसी कहिले आफ्नो मात्र हुँदैन, कहिलेकाहीँ आफूले माया गर्ने मान्छेको खुसी सुन्नु नै सबैभन्दा ठुलो आशीर्वाद हुँदो रहेछ। गुड मर्निङ फ्रम बद्रीनाथ। बजारहरू बन्द छन् अझै, नुहाइधुवाइ गऱ्यो हामीले। सुनसान छ बजार, यो परेछ अलिअलि मस्त खासै धेरै हिउँ परे होइन, अलिअलि टल्क्या नभएको हामीलाई टल्किन्छ है। गुड मर्निङ फ्रम बद्रीनाथबाट। होइन यसरी नै खिच्ने नै हो, यसरी नै खिच्ने हो। यो भ्लग गर्ने चाहिँ त हो नि, भिडियो कि लाइभ भिडियो। गुड मर्निङ बद्रीनाथ। अब हामी मन्दिरको दर्शन गर्न जाँदैछौँ। अत्याधिक चिसो छ, अत्याधिक चिसो छ। बुवा आउनुभएको छ है, बुवा पनि आइसक्नु भएको छ। हिमाल देख्न सक्नुहुन्छ यहाँबाट, टिर्लिक्क टल्किएको छ हो। क्यामेरामा खासै नदेखिएर मलाई फोकस गर्छु त। ओ दामी देखिरहेछ। हिमाल देखेपछि म साइको भइदिइहाल्छु, पागल भइहाल्छु। एकदम खुस हो त हेरिरहनु मन लाग्छ कि छोड्नु मन लाग्दैन हिमाल त। अन्त यस्तो टिलिक्क टल्किरहेको छ हो, कस्तो नदेखिएको। यस्तो यस्तो गल्लीहरू छन्, गल्लीबाट निस्केको छौँ हामी। यतापट्टि छैन हिउँ खासै, हाम्रो जनता जाँदैछ। सबै एक्लै भएर हिँड्नुभयो। यहाँ हरेक सास श्रद्धा र हरेक पाइला भक्ति। बद्रीनाथको बजार सानो छ तर अर्थले भरिएको। घन्टीको धुन, धुपको सुवास। यहाँ किनबेच केवल सामानको मात्रै होइन, आशीर्वाद, स्मृति र शान्तिको पनि हुन्छ। एकातिर शाश्वत देवत्व र अर्कातिर जीवनको सादा लय। बद्रीनाथमा ईश्वर र मानिस एउटै बाटोमा हिँडिरहेको जस्तो लाग्छ। यहाँ कुण्डमा नुहाएर चाहिँ दर्शन गर्न जानुपर्ने हो, तर हामी रुममै नुहाएर आइयो। कस्तो बाफ निस्किरहेको। दर्शन भयो आन्टी? पुरुषहरू नुहाउने ठाउँ छुट्टै, महिलाहरू नुहाउने ठाउँ छुट्टै। यो घरभित्रको महिलाहरू नुहाउने ठाउँ चाहिँ यहाँभित्र साबुनहरू पानीहरू हाल्न पाइँदैन। बाफ हेर्नु कस्तो आम्मा। दर्शन गरिसक्यो हामीले। माथि मन्दिरमा त खिच्नै बिर्सेछ मैले भिडियो त। सब यसरी उसले आउँदै खिच्यो, रिल बनाउनलाई मात्रै यसरी खिच्नै बिर्सेछ। पानी लास्ट तातो, कस्तो तातो पानी छ यो आम्मा। माथि आउने खिच्नु पानी चाहिँ कस्तो बिर्सेको दिमागमै आएन। बुवाहरूले सराद गर्दै हुन्छ, कता हुन्छ नि सरदहरू गर्ने ठाउँ रहेछ तल त्यो चाहिँ। बोल्नै सकिरहेको छैन म यहाँ। माथि हिमाल देख्नुहोस्, टल्किरहेको छ मस्त। मन्दिर, खास मन्दिर त्यहाँ हो। माथि गएर दर्शन गरेर खिच्न पाइँदो रहेछ भिडियो। मैले त्यो खासै खिचेन, अलिअलि खिचेँ। बद्रीनाथको काखमा बगेको अलकनन्दाको चिसो स्पर्शमा मनका भारी कुराहरू पनि अलुगा हुन्छन् र आँखाले नदेखेका उत्तरहरू सबै महसुस हुन्छन्। माथि हेर्नु विचित्रै राम्रो छ हिमाल। तपाईँले उहाँ पुगिसक्नु उमेर सरद भइरहेछ।
मान्छेहरूले यसरी नुहाउनलाई कुण्डहरू बनेको छ यहाँ यता पनि धुवै धुवानी छ, उहाँ पनि कुण्ड छ, अर्को कुण्ड तातो भएर यता आएर बसिरहनु भएको छ। मान्छेहरू मस्त चिल गरिरहेको छ, तातो पानी भयो। सिँढी छन् माथि देखिरहनु भएको मन्दिर बद्रीनाथको हो। बद्रीनाथको एकदमै मेन मन्दिर राख्नु सक्नुहुन्छ यो। बाफले भिड भइसकेछ अहिले त। अघि आउनु हामी त खुकुलो खुकुलो थियो। मेरो छोरा नदीलाई राम्रो हुनेछ। राम्रो हुन्छ। दर्शन सकेर हामी फर्किने तयारी गर्दैछौँ। अब हामी फर्कने तयारीमा छौँ। बद्रीनाथ दर्शन भयो, पिण्डदान भयो, सबै सोचेर आएका कुराहरू सबै चाहिँ सम्पन्न गरी हामीहरू अब घर फर्कन लागेका छौँ। बद्रीनाथ भगवान्ले चाहिँ हाम्रो यात्रा सफल गरून् भन्ने आशा र अपेक्षाका साथ हामीहरू अब घर फर्कन लागेका छौँ। सबैजनालाई रमाउँदै रमाउँदै आइयो। एकदमै राम्रो ठाउँ रहेछ। सम्पूर्णलाई यहाँ आएर एकचोटि दर्शन गर्न हार्दिक अनुरोध गर्दछु। धन्यवाद। म पनि अब सासू ससुरा श्रीमान आउन नपाए पनि जेठो छोराले लिएर आऊ भन्नु पर्यो। बुवा आमासँग दाइ भाउजूसँग आउन पाएँ। बुवा अनि छोरोसँगै साथमा अनि सबै परिवारसित आइयो। एकदम राम्रो ल। हामीलाई थकान पनि लागेन। यत्रो बाटो ट्राभल गर्दा पनि यति अप्ठ्यारो बाटोमा 14 घन्टा गाडीमा बस्दा नि हामीलाई यो भगवान्को कृपाले केही दुःख भएन। शक्तिले गर्दा हामीलाई गाह्रो पनि भएन। हामी एकदम मस्त स्वस्थ छौँ, ह्याप्पी छौँ। दर्शन भयो। अब हामी माडातिर लाग्दैछौँ। माडा गएर हामी त्यहाँ हेरेर घरतिर लाग्दैछौँ। धन्यवाद। मान्छौँ। हामी बद्रीलाई अब बाई बाई गरेर घर जाँदै बद्रीबाट हामी बिदा हुँदैछौँ। ल जाम। फाइनली निस्कियो हामी। निस्किँदै हामी बद्रीबाट।
देउसेको पात माया तिमीलाई सम्झन्छु दिनको रात हिम्मत गर म हिँड्नु यसो भए गीत गाउन हिम्मतै गर न पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदै हाम्रो रमाइलो बनाऊ है रमाइलो बनाऊ है बद्रीनाथको यो चिनो बनाऊ है माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदै साथमा छौँ जान परे सबै नै हातमा छौँ माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात नसङ्गी परेर धुनालाई सालको पात त्यसो भए हजुरलाई धन्यवाद पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदै ए आज भरै के खाना खानी हो कुन खाना खानी हो हात जोडेर को त जानी हो माया पानको पात घाम लाग्यो घमाइलो सेलिमाइती गर्नलाई रमाइलो माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदै पढे मैले खरा चमा छ खरा कमा छ कान्छो भाइको त्यो माया सधैँ छ माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदै माया पानको पात एक पानी त पिउला नि पानी नि पिउला नि चिसो भए यो जकेट दिउला नि माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदै माया त गहिरो छ धारी देवी से थोड़ा सा आगे हुए देवी से थोड़ा सा आगे है आपका जानकारी में है हाँ वो सस्ते में ले देगा Thank you.
हम लोग जा रहे हैं महेंद्र नगर बॉर्डर, वहाँ से बाहर। हामी चाहिँ महेन्द्रनगर जाँदैछौँ यतैबाट सिधै बनबसा बोर्डर गयो अनि त्यहाँबाट चाहिँ हामी नेपाल जाने प्लान भयो। नेपालगञ्जबाट हामीलाई गाडी लिन आउँदैछ। पश्चिम चाहिँ हामी घुमेको थिएन खासै, घुम्दै घुम्दै जाने बिर्सिसकेको छ कता बिर्सिसकेको हरिद्वारको पुल छ यहाँ। हरिद्वार बाई बाई। वेलकम। 5 घन्टाको बाटो रहेछ यहाँबाट महेन्द्रनगर। 5 घन्टाको बाटो 200 किलोमिटर जति छ। हाइवे बाटो राम्रै होला भन्ने आश छ। बुवालाई आज हजुरबाको बर्थडे, हजुरबा जन्मदिनको धेरै धेरै शुभकामना फेरि पनि। महाकाली नदीमाथि छौँ हामी, बनबासा बोर्डर क्रस गर्दै। विशाल नदी छ यहाँ, तर देख्न सकिन्न अँध्यारो छ। यताबाट बगेर आएको छ महाकाली, केही देखिया छैन तर कति ठुलो रहेछ क्या। दिउँसोमा भएको चाहिँ बवाल देखिन्थ्यो, तर अब राति भयो त्यो गर्नु देखिन छैन। आइयो नेपाल आइयो। महाकाली नदी यो चाहिँ हाम्रो नेपालको सिमानामा पर्छ होइन। महेन्द्रनगर बद्रीनाथको यात्रा गरेर महाकाली नदी बनबासा बोर्डरमा आइसक्यो। भैरवातिर जाँदैछ। यात्रा एकदमै राम्रो रमाइलो भयो। बोलेर कुरा गरेर है, 4 दिन नबोलेको आज बल्ल बोले भन्दैछ। यता हेर्नु, यता मम यता हेर्नु तल छाल।
ल बग्नु बग्नु लाहुरबाट आएको हो लाहुरबाट बाई बाई हजुर एकदम नेपालको यात्रा अझै रमाइलो पनि भयो रमाइलो छ एउटा रिक्सामा आमाले यात्रा बसेर होइन हामी त उहाँको त्यस्तै भयो एउटा के अरे इन्डिया तपाईँहरूलाई यो एपिसोड कस्तो लाग्यो कमेन्ट मार्फत आफ्ना प्रतिक्रिया दिन नबिर्सिनु होला